हाम्रो पारिवारिक प्रार्थना पनि सिद्धिएको छ। तर यी गाउँलेहरूलाई हामीले प्रभुमा कसरी डोर्याउने होला, केही कुराहरू तिमीहरूले सोचेका छौ? सोचेछौ नि बाबा, म पनि प्रार्थना साथ तपाईँहरूलाई हरेक कुरामा सहयोग गर्नेछु र साथ दिनेछु। ठिकै छ नि, म पनि दिदीबहिनीको बिचमा गएर सेवा गरौँला न। अनि आमा, म जवानहरूमा सेवा गर्नेछु नि। हुन्छ बाबु, म पनि एउटा अगुवा भएर दाजुभाइको बिचमा सङ्गति गर्छु नि। अबको हाम्रो मिसन चाहिँ प्रभु येशूको भयमा रहेर काम गर्नुपर्छ है। हुन्छ, हामी अब यो मिसनमा जानुभन्दा अगाडि छोटो प्रार्थना गर्नेछौँ अनि हामी जानेछौँ। हुन्छ, प्रार्थना गरौँ। धन्यवाद महान जीवित परमेश्वर पिता, प्रभु तपाईँ परमेश्वरलाई धन्यवाद चढाउँदछौँ। आज तपाईँ परमेश्वरले हामीलाई जुन ज्ञान बुद्धि दिनुभयो, यस गाउँमा रहेका व्यक्तिहरूलाई, तपाईँ परमेश्वरको मार्गमा नहिँडेका र तपाईँ परमेश्वरलाई नचिनेकाहरूलाई हामीले तपाईँ परमेश्वरको मार्गमा डोर्याउनलाई हामी जाँदैछौँ। प्रभु तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। तिनीहरूसँग बोल्दा के कुरा बोल्ने भन्ने कुराहरू तपाईँ परमेश्वरले हामीलाई दिनुहोस्। प्रभु धन्यवाद प्रभु तपाईँ परमेश्वरलाई सबै कुराको लागि, येशू प्रभुको नाममा आमेन। अनामी, मेरो कुरा त सुन्नु न। आजकल तिमीलाई यो बाटो पुरानो लाग्नु थाल्यो के हो अनामी? यो बाटो हिँड्नै छाड्यो कि म देखि दिक्क भयो अनामी? होइन, के भन्नुहुन्छ दाइ पनि? म त सधैँ यही बाटो नै हिँडिरहेको हुन्छु। बरु दाइ, म चाहिँ होइन, तपाईँ चाहिँ अर्कै बाटो हिँडेको मैले देखेकी छु। जुन बाटोले तपाईँलाई तपाईँको गन्तव्यसम्म पुर्याउँदैन, किन तपाईँ त्यही बाटो हिँड्नुहुन्छ? कुन बाटोको कुरा गरेछौ अनामी? म जुन बाटो हिँडे पनि तिमी हिँडेको बाटो मलाई असाध्यै मनपर्छ। त्यसरी त म यो बाटो सधैँ कुराइरहन्छु नि। तपाईँ अहिले हिँडिरहनु भएको बाटो एकदम धेरै घुमाउरो र फराकिलो छ दाइ। त्यसकारण तपाईँ जहाँ पनि जति बेला पनि लड्न सक्नुहुन्छ। बरु म हिँडेको बाटोमा हिँड्नुहोस् न। हामी सबैलाई गन्तव्यमा पुर्याउने एउटै मात्र बाटो छ दाइ। अनि त्यो बाटोमा नि हिँड्दाखेरि तपाईँ लड्नुभयो भने त्यहाँ तपाईँको सहयोगको लागि हामी हिँड्नेछौँ। के तपाईँ म हिँडेको बाटोमा हिँड्न चाहनुहुन्छ? दाइ दाइ, कहाँ टोलाउनु भएको यसरी? के तपाईँ म हिँडेको बाटोमा हिँड्न तयार हुनुहुन्छ? म जता गए पनि, जहाँ हिँडे पनि तिमी भन न मात्र, म तिमी हिँडेको बाटो हिँड्नलाई तयार छु अनामी। अखले दाइ, भोलि म मेरो बुवा र दाइलाई लिएर आउँछु अनि सँगै उता जाउँला है। अहिले चाहिँ मलाई अलिक हतार छ, म चाहिँ जान्छु है। बाई। तिमी छौ जस्तो लागेको थिएन भगवान्, तर तिमी रहेछौ भगवान्। तिमीलाई धन्य छ भगवान्। मेरो अनामीले कति धेरै माया गरिदिएछन् मलाई। उसले यसरी माया गर्छन् भनेदेखि म उसले हिँडेको बाटो हिँड्नलाई तयार छु। म तिम्रो बुवालाई दाइलाई लिएर छिट्टै आऊ है अनामी। बाबु छोरो, त्यो आइतेको घरको परिवारको विषयमा केही कुरा बुझेका छौ? त्यो आइतेको परिवार विश्वासी भए पनि उसको परिवारमा अविश्वासको आत्मा र घमण्डी आत्माले चलाए जस्तो छ। उसकै घरमा गएर आजको सङ्गति गर्ने हो कि बाबु? हो बुवा, जानुपर्छ जस्तो छ। बहिनीलाई पनि लानुपर्ने थियो, तर बहिनी पो कहाँ गए? ओ, बहिनी आइपुगिहाले नि। छोरी आनमी, तिमी कहाँ गएकी थियौ? कतै प्रभुको बारेमा कसैलाई सुनाएर आयौ कि? सुनाइ नि बुवा, अब एउटा आत्मबाध्य छ। हिजो भर्खरै मैले मेरो बुवा र दाजुलाई लिएर आउँछु भनेको छु। बरु जाउँ न। त्यो को हो त छोरी? पल्लो गाउँको नरनाथ अङ्कलको छोरा हुनुहुन्छ नि। हो, उहाँले तिमीसँगै हिँड्न तयार छु भन्दै हुनुहुन्थ्यो। बरु हामी सबैजना मिलेर उहाँलाई पनि विश्वासले सँगै डोराउँदा हुँदैन बुवा? त्यसो भए पहिला नरनाथकोमा जाउँ, अनि फर्केर आउँदा चाहिँ आइतेकोमा छिरौँला नि। तर मम्मीले पो कति ढिला गरे। माया, हजुर किन बोलाउनु भयो हजुर? त्यो नरनाथकोमा सुसमाचार सुनाउनु जानुपर्ने भयो। ए जाउँ न त। ल जाउँ न है। हुन्छ, जाउँ जाउँ।
तिम्रो बाबु अक्कलै तँलाई हिमाली भएपछि क्या हो यो बुढो आजको हाम्रो छोरातिर किन अर्कै देख्न थालेछ के हुनु बा आमा यो त भाउजू आउनुसँगै भयो है दाइ हो बा हो होइन यस्तोलाई मन पर्यो नि यो कस्तो चाहिँ केटी होला त आइदियो त्यही त यस्तो लकुनालाई पछि लागेर आउने कुन चाहिँ आँखा फुटेको रहेछ खुवाउने भयो स्वास्नीलाई यसले पनि गाँजा र रक्सी 2 पैसाको कमाइ छैन होइन है अक्कले को हो त केटी ओहो नरहन दाई नमस्ते नमस्ते है हजुरहरूलाई होइन हजुरहरू त ट्वाल्ल पर्नुभयो त के भयो बस्नुहोस् न किन बस्नु केका लागि बस्नु घरमा बेच्चाहरू दाइ अब अहिले नै कुरा टेकिहाल्नुहोस् विगतको दिनहरूमा गरेको गल्तीहरूलाई चाहिँ तपाईँले पश्चाताप गर्नुपर्नेछ र त्यो गल्ती तपाईँले पश्चाताप गर्नु भइसकेपछि तपाईँले अनन्तको जीवन जिउनुहुनेछ र त्यो बाटो हिँड्नको लागि तपाईँले पहिला आफूलाई चाहिँ परमेश्वरमा चाहिँ सुम्पिनु पर्ने हुन्छ होइन अनमी मैले त्यस्तो भनेकै छैन नि त्यो यसोलाई पछ्याउँछु भनेकै छैन मैले ल अकले दाइ हिजो भर्खरमा त तपाईँले मलाई भेटेर तिमी हिँडेको बाटोमा म पनि तिमीसँगै हिँड्छु भन्नुभएको होइन र के त्यो साँचो होइन र होइन अनमी मैले तिमीलाई माया गर्छु बिहे गर्छु भनेको थिएँ तिमीले के बुझिछौ दाइ चुप लाग्नुहोस् तपाईँ मैले तपाईँको बारेमा कहिले पनि यस्तो नराम्रो कुराहरू सोचिनँ मैले त तपाईँले अर्कै प्रतिक्रिया दिनुहुन्छ भनेर सोचेकी थिएँ तर तपाईँले त तपाईँलाई मैले त्यो कुरा भनेको थिइनँ एउटा महिला र पुरुष वार्तालाप हुँदाखेरि हरेक कुरामा त्यो सम्बन्धको कुरा जोड्नुपर्छ भन्ने कुरा छैन दाइ मैले त तपाईँलाई मसँग जे छ त्यो कुरा बाँड्न खोजेको मैले एकमात्र जीवित परमेश्वर पिताको अनन्त प्रेम प्राप्त गरेको छु त्यो कारणले त्यो कुरा तपाईँलाई दिन खोजेको थिएँ त्यसमा तपाईँले संसारभरिको प्रेम होइन तर अनन्त जीवनसँग तपाईँ मरेर जानुभयो भने तपाईँको आत्माले पाउने एउटा असल प्रेम चाहिँ मैले तपाईँलाई दिन खोजेको थिएँ दाइ तर दाइ तपाईँले त भित्रभित्रै त्यस्तो खोटलाग्दो मायाको जाल बुनिसक्नु भएको रहेछ मलाई अहिलेसम्म पनि थाहा थिएन तपाईँलाई म नराम्रो त भन्न चाहन्न तर तपाईँको निम्ति चाहिँ हरेक समय प्रार्थनामा सम्झिनेछु आशा छ तपाईँले गर्दाखेरि तपाईँको घर परिवारमा त्यस्तो केही समस्याहरू नहोस् तपाईँको ती दुःख गर्ने बुवा आमाहरूले कहिले पनि दुःख नपाओस् दाइ कुकुरको पुच्छर 12 वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गोको बाङ्गै हुन्छ भन्ने उखान सुनेको थिएँ अहिले आएर साँचो लाग्न थाल्यो तर पनि आशा गर्दछु तपाईँ पक्कै सुध्रिनुहुनेछ र तपाईँ र तपाईँको परिवार चाहिँ परमेश्वरको बाटोमा अवश्य हिँड्नुहुनेछ भाउजू हामी यो छोरीको कुरा सुनेर आयौँ तर पनि हजुरहरूको लागि हामी सधैँ प्रार्थना गर्छौँ गरेको छैन कसैले हाम्रो प्रार्थना गर्न हामी आफै गर्छौँ थुक्कै भक्कै लट्ठले गर्दा झन्डै धर्म बेच्नु पर्यो हो त हजुर झन्डै यसले गर्दा बर्बादै बनाएको बा आमा धन्य गल्ती भएको अब यो केटी पछि लाग्यो न आमा पुग्यो बा पुग्यो मलाई किन कुद्नु भएको ती बाउ हो कि शत्रु हो क्या मेरो यसरी किन कुदे मलाई ती मरेपछि आगो लाउँछ घाट नगर आगो लाउने काम मै गरेर किन मलाई पिटिराख्नु अब ए बाउ मलाई मार क्या मार कति के भेला गरेको मलाई बल्ल बल्ल उता छोरा पाएका छौ त्यही पनि मलाई मारा खाऊ मलाई कस्तो छोरो जन्माएछु मैले यस्तो यो अरूका छोराहरू पनि यस्तो हुन् कि मेरा मात्रै छोरा यस्तो पर्दैन आगो सागो लाउन तैँले मलाई गोरु साला मेरो जिन्दगी यो मेरो जिन्दगी त्यस्तै भएको छ कि खाएपछि कम्ता मजा आउँछ कि मेरो घर जाने बाटो चाहिँ कता पर्यो मेरो घर त यता जस्तो लाग्यो कि
घर आइपुग्यो आनन्दले सुत्छु अब। छोरी किन चिन्तामा बसे के हो तपाईँ? बा हाम्रो आमाले हाम्रो कुरा किन नबुझ्नु भएको होला? त्यही त छोरी, मैले कति सम्झाएँ, कहिल्यै बुझ्दै बुझ्दिनँ। अहिले त हामी सबैलाई छोडेर बोल्दैछौँ। तर छोरी त्यो कुरामा चिन्ता नलिनु, तेरो आमा बा भनेको मै छु। पढेर ठुलो मान्छे बनेर नाम राख्नुपर्छ है छोरी। हस् बा, म राम्रो पढेर तपाईँको नाम राख्ने कोसिस गर्छु। खाना पाएको छोरी, बरु भोक पो लाग्यो। पाक्यो बा। तर तेरो त्यो लट्ठ दाइ पो कहाँ गएछ? बरु त अहिले आएर खाला, जाउँ खाना जाउँ, भोक पनि लागेको छ। कति मोबाइल चलाएर बसेको दिदी एक्लै यस्तो घाममा काम गरिरहेको थियो, एक्लै आएर सगा न त। अरे कति भन्नु यो बच्चाहरूलाई। भनेको त त्यतिकै मान्दैनन् त, के गर्ने खोइ। होइन हौ कान्छे छोरी, के हो तिम्रो पारा? दिदी र आमा चाहिँ यहाँ घाममा ताती ताती काम गरिरहेको छन्, तिमी चाहिँ के हो मोबाइल चलाएर बसिरहेको छौ? कुरो काम गरेर गइहाल, यो काम सघाउनु पऱ्यो आजसरी पनि। म खेताला भनेर आएको छु, उठिहाल ल सघाउँछ। आज यो काम जसरी पनि सघाउनु पर्छ, भोलि तल्लो बारीमा काम गर्नुपर्छ। मैले खेताला भनेर आएको छु, उठेर गइहाल, सघाउनु है। नाइकै बा, भोलि त म साथीहरूसँग घुम्न जाने हो, मलाई छुट्टी चाहिन्छ। के का छुट्टी भोलि? काम छोरी खोनी के भने जस्तो कुरो काम गर्न जाऊ, छुट्टी गोली मार। हेर्नु न आमा, बाले के भन्नुहुन्छ हुन्छ, म त भोलि साथीहरूसँग जसरी पनि घुम्न जाने हो जाने। छोडिदिनु न त बुढो, छोरीलाई भोलि एक दिन घुम्न जाओस्। काम भनेको त भोलि पर्सि गरौँला नि, यिनीहरूकै खुसी हाम्रो खुसी होइन र? बा भोलि त म नै घुम्न जाने हो, कति म मात्रै काम गरिराख्नु र? गर्दैन न त बुढो यो छोरीहरूलाई, यिनीहरू घुम्न जाउँ, यिनीहरूको खुसी नै हाम्रो खुसी होइन र? खुसी मात्रै भनेर हुन्छ, काम सक्नु पऱ्यो नि पहिले। यो छोरीहरू बिहे गर्नु तिम्रो आमाहरूकै काम हो क्या। ल आज काम गर, भोलि जाउँला भन्नु ल। जय मसी है सबैजनालाई। जय मसी सबैजनालाई। के हो तपाईँहरू त परिवारै यो बारीमा बसेर ठुलै छलफल गर्दै हुनुहुन्छ कि के हो? के छलफल चल्नु नि शान्त दाइ? अब छोरीहरूलाई गाली गरिराखेको नि, काम गर भनेको मान्दैनन्, भोलि घुम्न जाने भन्दैछन्। अब कामभित्र लट्ठीपत्र भएर बसिराखेको छ, यसो चल्ला। काम भन्दा भन्दै मण्डली आउन नभ्याउनु भएको होला, तर प्रभुभन्दा ठुलो त यो बारीको काम होइन नि भाइ। अनि तपाईँको छोराहरू त देख्दिनँ नि, आजभोलि कहाँ छन्? मण्डली पनि आउँदैन। प्रभु मात्रै भनेर मुखमा मार्न नलागिरहेको त शान्त दाइ, के गर्नु? काम यत्रो छ। हामी त काम सकेर मात्रै जाने हो दाइ चर्चमा। हेर्नुहोस् आइते भाइ, निर्मली बहिनी, तपाईँहरू त एकदमै पुरानो विश्वासी हो। तपाईँहरूले यूहन्ना 15को 4 र 5 पदलाई कहिल्यै पढ्नु भएको छैन? दाइ के छ बाइबल नपढेको कति वर्ष भइसक्यो, हामीलाई थाहा छैन हो, तपाईँ नै पढेर सुनाउनु। खै बाइबल देऊ त, म आफै पढेर पो सुनाउँछु।
ठिक हो दाइ, कसले वचनको पालना गरेको छन् र? मलाई त चर्चको मान्छेहरू ठिक लागेन दाइ। पोहोरको सालमा क्रिसमस डेमा के भएको थियो अरे भनिदिनु त बुढो। पोहोरको क्रिसमसमा एक खड्को र खैँसीको मासु पकाउँदा पनि मलाई त अब 3टा चोक्टा परेको छ हौ। अनि खङ्ग्रङ्ग झोल। मलाई यस्तो चित्त दुखेको छ त्यतिखेर, हड्डी टोक्दा टोक्दा हत्तु भएको थियो। दाजु म साह्रै चित्त दुखेको छ, त्यही भएर मण्डली जाँदिनँ। बिहाका बेला जाने, किन जाने? अरू बेला त काम गर्नु होइन त निर्मली? बुबाले साह्रै चित्त दुखाउनु भएकाले हामी मण्डली नआएको हौँ काका। हेत्तेरिका युनिका त्यस्तो नि भन्नुहुन्छ त? मण्डली त हामी जानुपर्छ नि। निर्मली बहिनी, आइते भाइ, हामी विश्वासी भएर त्यति सानो चित्त गर्नु हुँदैन नि। सबै प्रभुको भरोसामा छोड्नुपर्छ। बुझ्नुभयो तपाईँहरूले? हामीले जति कमाएर भेटिदिए पनि हाम्रो नाम कहिले पनि चर्चमा आउने होइन। हामी किन चर्चमा जाने र? काका, तपाईँलाई हाम्रो परिवारको कुरा बुझ्नलाई पास्टरले पठाउनु भएको हो। आइते भाइ, तपाईँहरूको कुरा त यस्तो पो रहेछ। त्यही भएर पो तपाईँहरू मण्डली नआउनु भएको छ। हुन्छ, हामीले सबै कुरा बुझ्यौँ। अब हामी भोलि हजुरकै घरमा आउँछौँ सङ्गति गर्नलाई, अनि हामी त्यही बसेर छलफल गरौँला है। अहिले हामी अर्को ठाउँ हिँडेको, हामी जान्छौँ है। जेमिसी, भोलि भेटेर कुरा गरौँ ल। शान्तिको परिवारले कन्ताको छ। पास्टरसँग लागेर उनीहरूको सङ्गतै बिग्रियो जस्तो लाग्छ। खालि हामीलाई सम्झाउन आउनु। उनीहरूलाई काम गरौँ हामी। काम पनि लाग्यो, भोक पो लाग्यो? भोक लाग्यो? जाउँ। अनि आमा चाहिँ खै त? ए आमा त उहाँ दिदी बहिनीमा पो बस्नुभयो त। अनि बाबु, तिम्रो चाहिँ सङ्गति कस्तो चल्दैछ नि आजभोलि? साथीसँग सङ्गति हिजोको भन्दा राम्रो हुँदैछ बुवा। त्यो अक्कलले त मनको लड्डु घिउसँग खर्लपै पो खाएछ त। कतै गल्ती यसको पो हो कि? हे दाइ, जेपिटी नबोल्नु त। मन त्यस्तो गर्छु होला र? मैले त उहाँलाई प्रभुको प्रेम पो देखाउन खोजेको त। सुँगुरलाई स्वर्ग जान्छस् भने खोइ के खान पाइन्छ भन्थ्यो रे। त्यो अक्कलले मोरालाई पनि त्यही पो भएको हो कि? हो नि बुवा, झन्डै बहिनीलाई पो फसाएको त्यो लठेब्रोले। दाइ, म कहाँ त्यति लाटी छु र? त्यस्तो लफङ्गको पछि लाग्छु होला र म? छोरी छोडिदेऊ। प्रभुलाई नचिनेका व्यक्तिहरू त्यस्तै हुन्। एक दिन अवश्य त्यो अक्कलले प्रभुलाई चिन्नेछ, तर हामीले उसको लागि प्रार्थना मात्रै गर्नुपर्छ। हुन्छ बुवा, सबै मिलेर प्रार्थना गरौँला। अहिलेलाई चाहिँ जाउँ। मेरो अझै 100 रुपियाँ। केटाहरूको त यहाँ पो जमिरहेको रहेछ नि त। केटाहरू के हो, साटक सुटुक साटक सुटुक। केटाहरू बाट बाट बाट। खै गिलास खै, मेरो गिलास खै। एक गिलास हाल, हाल। यही दाबाट खेले भयो हुन्छ नि? हुन्छ गराउनु। ए यहाँ पैसामा कसैले हात नलाए। मेरो आयो लु 100 रुपियाँ। चुप लाग है त, चुप लाग। मेरो पनि दाउ राम्रो आएछ कि? खै मेरो नै आएछ लु। मेरो चाहिँ प्याकै केटा, कहिले राम्रो दावा पनि जानेन। खाइहाल्यो नि, आउने बित्तिकै
दाउ हाल्नु पर्यो होइन? के हो केटा हो तनावमा पो देख्छु पैसा सिद्धियो ए हामीसँग पैसा छैन भनेको ओइ विकास छैन पैसा छ नि होइन बाट्नु पैसा कति चाहिने कति छ पैसा बाट तेरिका फेरि हारे यार के गर्ने होला यार भएको जति पैसा नि सबै सक्यो यार लास्ट टेन्सन भयो नि त तेरिका तेरै कारणले त हो नि अमर। घरबाट चोरेर ल्याएको पैसा नि सिद्धिहाल्यो, अब घर कसरी जाने? छोड दे बरु रक्सी पनि सकेछ अलिकति हाल्दा रक्सी हाल रक्सी पनि सिद्धेछ। अब बरु भट्टीतिर गएर खाएर जाउँ, घर जाने आँट पनि आउँछ कि? हो त साँच्चै हो ए केटा ल है हामी चाहिँ गयो है, हामी हिँड्यो। अब हामी हिँड्यो भाइ यो मुलाहरू पो जहिले यस्तै हुन्, जहिले आमा बाबुको पैसा चोरेर ल्याउँछन् अनि हारेपछि रिसाउँदै जान्छन्। ओइ तिमीहरूले मेरो पैसा खाएको होइन? म भरे पैसा लिएर आउँछु पैसा लिएर आउँछु तिमीहरूको सबै पैसा यिनीहरू कुरा छोड्दो तास भएर हामी खेलौँ। हामी चाहिँ हान्ने अर्को रात हजुर भरे आउँछु म तिमीहरूले पैसा छैन भनेर ढाँट्ने खाएको होइन भरे पैसा लिएर आउँछु। आहा छोरी कस्तो सुपर साइज बनायो हो भरे गाडी पानी लिएर। मेरो एउटा काम थियो, काम बन्ने भयो आज त। ल बा साइडमा हिँड्नु भएको छ, काम बनाएर आउनु। ल छोरी भरे गाडी देखाएको छ, काम बन्ने भयो। बर्बादै भयो, खत्तमै भयो। कस्तो सुपर साइजमा हिँडेको यो धर्म बेचुवालाई देखेर बर्बाद भयो। जाउँ किन जाउँ? ओहो नरनाथ दाइ कहाँ जान लाग्नु भएको थियो? हामीलाई देखेर त फरक्क पो फर्किनु भयो त। होइन तलतिरसम्म जान हारेको थिएँ, एउटा जरुरी काम घरमा सम्झेँ, म त फर्केको। छोरी एक उखाले पानी। बा काममा निस्किनु भएको थियो त, काम बनेन कि के हो? छिटै आइपुग्नु भयो त। हो नि छोरी, सायदमै हिँडेको थिएँ, ठ्याक्कै त्यो काला बिरालोहरू देखेर सायदै खत्तम भयो। जाउँ कि नजाउँ भयो, म त फर्केर आएँ। त्यो नाथे बिरालोलाई ढुङ्गाले हानिदिनु पर्छ नि बा। कहाँ छोरी त्यो बिरालो हुनु, त पनि बुझ्दैन छेस हो, केटाकेटी नै छेस। त्यो छ नि त्यो धर्म बेचुवाहरू सन्तेको, त्यसको बाउ छोरी देखेर म फर्केको क्या। हो बा, यो धर्म बेचुवाहरूले गाउँै सकक पार्ने भयो, हामी चाहिँ यिनीहरूको पछि लाग्नु हुँदैन। हो छोरी, जेसुकै होस् यिनीहरूका कुरा सुन्ने होइन, हामी आफ्नै काम गर्ने हो, आफ्नै अडिङमा रहने हो छोरी। मेरो त्यहाँ तल खेतमा पानी लाउनु छ, म पानी लाएर आउँछु, तिमी खाना बनाउँदै गर है छोरी। हस् बा। भरे पैसा ल्याएर तिमीहरूको सब पैसा खाएर तिमीहरूले जोगी बनाइदिन्छु। पहिला भट्टीमा गएर रक्सी खाने, अनि के गर्ने, अनि त्यतिखेर सोचौँला। मान्छेको अगाडि रक्सी खानु भएन हेर भाइ, त्यहाँ त पहिला गएर हेर को को छ मान्छे, गएर हेर।
खुलाम खुला खान पाए कति मजा आउँछ। साउजी 2 गिलास रक्सी ल्याउनु त। फेरि आएछ नि यो जडीहरू, तर के भयो र आफूलाई त ल पैसा त हो। हेर विकासे, रक्सी भन्ने चिज यस्तै हो, लुकी लुकी खानुपर्छ है, तर बाहिर चाहिँ देखिन्छ है, बाहिर चाहिँ देखिन्छ। हो दाइ यो खाएपछि देखिने चिज हो, तर यो सितान बिना चाहिँ सकिँदैन खानलाई। साउजी सितान ल्याउनु त यसलाई। ल खाऊ, पैसा सोइसा चाहिँ ल कहिले दिँदै होइन। ए साउजी देउला नि एक दिन कमाएर त्यो लगाएर जानु न। हो मेरो अन्नदाताहरू तिमीहरू यहीँ छौ? विकासे तिमीहरू यहीँ छौ? यसले चेपाएर घटेर कति जानेको एक्लै पैसा तिर्दैन, अरूको खानु पाए, चेपाएर घस्नु पाए, पुरा गर्नु पाए, यसले बनाएको छ के ज्यान यहाँ ढुँडी यस्तो। साउजी के छ फेरि किन गराएको? साउजी ए कसले मागेछ? यसलाई त म रक्सी त ल दिँदैन, यसलाई त म हात धोको पानी पनि दिन्न। मेरो पनि दिन आउँछ के साउजी, म एक दिन कमाएर पैसा तिर्छु म पनि। तिर्छस्? खुब तिर्छस्? अलि ले त ल, अलि ले। कति गराउनु भएको साउजी? कति भयो क्या पैसा? 450 रुपियाँ भयो। 400 रुपियाँ म दिन्छु नि। ल्याउ त ल्याउ। तिमीहरू त यो यसु धर्म मान्ने होइन र? मैले त सुनेको यो यसु धर्म मानेको यो चाड रक्सी जुवा तास रन्डीबाजीलाई गर्नु भन्छु भन्थ्यो त। हुन त हो साउजी, तर हामीले यहाँ रक्सी खाएको कुरा चाहिँ कसैले नभन्नु है। बरु यो तपाईँले फिर्ताएको पैसा तपाईँ नै राख्नुहोस्, हामीलाई चाहिँ कसैले नभन्नु है। हामी जान्छ है साउजी। मेरो अन्नदाताहरू गइहाले, म यो गनगनी साउको मुखेर के गर्छु? म यो अन्डा चाहिँ म लिएर जान्छु। हेर यी प्रभुका भक्तहरूको हालत, अरू त कति राम्रो कुरा पो गर्छन् त हौ। यिनीहरू त के भएका? जुवा तास रन्डीबाजी रक्सी बिना त यिनीहरूको ज्यानै चल्दैन जस्तो छ। जेसुकै होस्, जेसुकै भए पनि मेरो व्यापार चलेकै छ, पैसा पाएकै छु। मेरो मन त खुसी छ। क्रिस्चियन बिग्रियोस् कि हिन्दू बिग्रियोस् कि बौद्धिस्ट बिग्रियोस् कि जुनसुकै धर्म बिग्रे पनि मेरो व्यापार चले गयो प्रभु। के गर्नु बुवा, आजकलको मानिसहरूलाई प्रभुको बाटोमा डोराउनै गाह्रो छ। सबै मानिसहरू संसारिक मोहमा रुमलिरहेका छन्। हो नि बुवा, बाटो सत्य र जीवन केवल एकमात्र हाम्रो प्रभु येशू ख्रीष्टसँग छ। तर के गर्नु बुवा, संसारको मान्छेहरू त्यो सत्य बाटो र अनन्त जीवनलाई चिनिरहेका छन् र चिन्न सकिरहेका पनि छन्। हो नानी बाबु हो, हामीले पो प्रभुलाई पाएका छौँ। हामीले मूल बाटो के हो भन्ने कुरा थाहा पाएका छौँ, तर प्रभुलाई नचिनेका व्यक्तिहरूलाई त्यो मूल बाटो के हो भन्ने कुरा थाहा छैन। तर ती व्यक्तिहरूलाई मूल बाटो के हो भनेर चिनाउनु चाहिँ एकदमै जरुरी छ। हामी बुझेका मानिसहरूले मूल बाटो के हो भन्ने कुरा सबैलाई बुझाउनु पर्छ है। हुन्छ जाउँ। एउटीलाई धोका दिएको बेलामा
झन्नै त सौर्य फुटेर झन्नै ढाड फुस्काएन रक्सीले पनि टाउको फन्टी घुमायो प्रभु निको पारिदिनुहोस् न प्रभु निको पारिदिनुहोस् यसलाई रक्सी खा बेलामा मात्रै प्रार्थना गर्न आउँछ रक्सी खा बेला मात्रै प्रार्थना गर्छौ तिमीहरू रक्सी खाने धर्म पऱ्यो क्या हो तिमीहरूको हाम्रो धर्मले रक्सी खाने भन्छस् हाम्रो धर्मले रक्सी खाने भन्छस् यत्रो भिडबाट लड्यो मरे के हो भागो 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 खै मम्मी मलाई घुम्न जाने पैसा दिनु त लखर लखर घुम्ने होइन नि कान्छी त तँलाई पनि चाहियो होला नि त पैसा ला छ्या भने मम्मी यति जाऊ पैसाले के आउँछ के बनाउनु घुम्न जानु पर्छ के आउँछ यति पैसाले म त जादिन तपाईँ आफै जानु त बढी हुने नि कान्छी यही पैसाले दिदीलाई भइरहेछ चुप लगाइरहेछस् तँलाई चाहिँ यो पैसाले हुँदैन बल्ल बल्ल तेरो बाबा र मैले कमाएर ल्याएको पैसा पनि कसले लिएर गयो कस्तो फुटेको कर्म रहेछ हाम्रो धरे यो बच्चाहरूलाई कसरी सम्हाल्ने होला तिमीका तिम्रो कर्म फुट्नु तिम्रो छोराहरूले फुटाएर लगेका हुन् छोराहरू पुलपुला राखेको थियो अब लग्यो फुटाएर खायो ठुलो भाग छोराछोरीले राम्रो काम गर्यो भने बाउहरूको नराम्रो काम जति जम्मै यो आमाहरूको के बाउहरूको चाहिँ कुनै कर्तव्य हुँदैन सधैँ यही आमाले मात्रै भोग्नु पर्ने रे हामी बाउले भनेको त मान्नु नै पर्यो नि नमानेर त यो गति उहाँको सबैजना जय बसे है होइन है आइतेलाई के कुरा हुँदै थियो यही त हो नि दाइ छोराछोरीको टेन्सन घरमा आएर बुढीको टेन्सन त्यस्तै हो हाम्रो यो कर्म हिजो तपाईँ र हामी त्यो बारीमा बसेर कुरा गरेका थियौँ नि त्यही कुरालाई लिएर मैले पास्टर बुवालाई पनि लिएर आएको छु ठिकै भयो नि दाइ जे हो राम्रै हो ईश्वर त छन् भन्छन् दाजु तर कहाँ छन् थाहा छैन खै धर्मशास्त्र मात्रै छन् कि क्या हो जस्तो लाग्छ मलाई त हो नि दाइ यत्रो दुःख गरेर अन्न पात जोड्यो सबै घुन र किराले खायो एउटा सहज छैन यत्रो परिवार कसरी पाल्दिने जे बारी लगाए पनि चिचिल्लामै कुहिएर झर्छ बल्ल बल्ल कतै कतैबाट खोजेर ल्याएको पैसा पनि चोरी नै भयो हाम्रो त भाग्य नै खोटो छ के गर्ने दाइ आइते भाइ हजुरको परिवारमा प्रार्थनाको एकदमै कमी छ हामी प्रभु पाएको व्यक्तिले त आशिष बाँड्दै पनि हिँड्ने हो त यसरी आशिष कहाँ पाइन्छ भनेर खोज्दै हिँड्ने होइन नि हामी माथि ठुलो वज्रपात परेको छ पास्टर बा समयले नि हामीलाई ठगेको छ हाम्रो त दाजुहरूको हालत नै त्यस्तै छ पास्टर बा नानी अझै पनि केही पनि बिग्रेको छैन हामी प्रभुको छोरा छोरी भइसकेपछि हामीले उधारी जीवन जिउनुपर्छ बुझ्यौ हो नि त्यस्तै गरी तपाईँले अयुबको जीवनबाट हेर्नुभयो भने त्योबाट तपाईँहरूले धेरै कुरा सिक्न सक्नुहुन्छ जस्तै अयुबको विगतको दिनहरू र अहिलेको दिनहरूमा धेरै फरक छ किनभने धैर्यताको कारणले चाहिँ अयुबले चाहेको भन्दा बढी कुरा परमेश्वरले चाहिँ उसलाई जुटाउनु भएको छ त्यही कारण तपाईँहरूले पनि धैर्यता साथ रहनु पर्यो र परमेश्वरको वचनलाई धैर्यता साथ पालना गर्नुपर्ने हुन्छ है हो नि नानी हामीले पनि त्यही प्रभुलाई विश्वास गरेको त छौँ नि हो नि काका तपाईँले सही भन्नुभयो अहिले हाम्रो यस्तो समस्याहरू किन छ त त्यो चाहिँ परमेश्वरसँगको हाम्रो सम्बन्ध कस्तो छ भन्ने कुराले जनाउँछ हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले सङ्गत कस्तो व्यक्तिसँग हामीले गरिराखेका छौँ कसरी गरिराखेका छौँ भन्ने कुरा र सङ्गतिको महत्त्व हामीले बुझेनौँ भनेदेखि हाम्रो जीवन चाहिँ मरेको हुन्छ नि सुन्दैछ तपाईँहरूले परमेश्वरभन्दा ठुलो कोही पनि हुनुहुन्न अनि जे कुरामा परमेश्वरको इच्छा छ त्यो कुरा मात्र हामीले पाउनेछौँ
अनि त्योभन्दा बढी इच्छा गरेमा हामीले त्यो कुराहरू प्राप्त गर्न सक्दैनौँ। त्यसकारण परमेश्वरमा हरेक समय भर पर्नुपर्छ। अनि यो कुराहरू तपाईँले आफ्नो हृदयदेखि नै अनि आफ्नो दिमागदेखि नै र आफ्नो हरेक जीवनले नै यो कुरालाई चाहिँ तपाईँले आफ्नो जीवनमा निहालेर राख्नुपर्छ। पास्टर बा, हजुरलाई मैले भनेको थिएँ नि, उहाँहरूले त्यो क्रिसमसमा धेरै चित्त दुखाउनु भएको रहेछ, त्यही कारणले उहाँहरू मण्डली नआउनु भएको अरे। यसै लेखेको छ, ममा रहौ र म तिमीहरूमा रहन्छु। जसरी हाँगा तागको बोटमा रहेन भने त्यसले आफैले फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि फल फलाउन सक्दैनौ। दागको बोट म हुँ, तिमीहरू चाहिँ हाँगा रहौ। यदि कोही ममा रह्यो भने र म त्यसमा रहेँ भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरूले केही पनि गर्न सक्दैनौ। हामी यहाँ वचनमा हेऱ्यौँ भने चाहिँ दागको बोट चाहिँ ख्रिस्ट आफै हुन्छ। अनि बोटको काम र हाँगाको काम भनेको चाहिँ फल फलाउने हो। जब तपाईँ र म जीवनमा फल फलाउन चाहन्छौँ, उन्नति गर्न चाहन्छौँ, प्रगति गर्न चाहन्छौँ भनेदेखि हाम्रो सम्पूर्ण कुराको सफलता दिने चाहिँ ख्रिस्ट भएको कारणले गर्दा ख्रिस्टबाट अलग भएर अनि ख्रिस्टबाट हामी छुटेर हामीले आफ्नो विचारले, आफ्नो बुद्धिले, आफ्नो विवेकले हामीले केही पनि गर्न सक्दैनौँ। त्यसकारण हामी सबैजनाले चाहिँ परमेश्वरमाथि चाहिँ साँचो विश्वास राख्नुपर्ने हुन्छ है। दाइ त बाटोमा हिँड्दा हिँड्दा एक्कासी ढलेर बेहोस भयो, त्यही भएर बोकेर ल्याबा। के भयो दाइले? हुन्छ, हामी आत्तिर केही पनि हुँदैन। पहिले प्रार्थना गरौँ अनि हस्पिटल लिएर जानुपर्छ। बरु प्रार्थना चाहिँ गरिहालौँ न है। येशू प्रभुको नाममा आमेन। दाइ पनि कहाँ गएछ? यतिखेरसम्म घर आएको छैन। नरन त कहाँ हराउँछ। तपाईँको छोरा अक्कले छ नि, त्यो तल भिरबाट लडेर बेहोस भएर हस्पिटलमा छ अरे। यता हस्पिटलमा जाउँ न, तुरुन्तै जाउँ न काका, जाउँ न छिटो जाउँ छिटो जाउँ न काका। तपाईँहरू एकछिन बाहिर जानुहोस् त, बिरामीलाई चेक जाँच गर्नु पर्यो। कस्तो छ तपाईँलाई? राम्रो सास फेर्नुहोस् त। हिजोको भन्दा अलिक गडबड रहेछ आज प्रेसर 105/60। यसको लागि के औषधिहरू लेखिदिनु। ठिक छ, आत्तिनु पर्दैन, सबै नर्मलै छ, छिट्टै निकाल्नु। हे बुढो, हाम्रो छोरालाई के भयो? बचाउनुहोस् न। हे प्रभु, मेरो छोरालाई बचाउनुहोस् न। डाक्टर बोलाउनुहोस् न बुढो, छोरालाई बचाउनुहोस् न। हाम्रो बाबुलाई बचाउनु पर्यो। बाबु, मेरो छोरा। मेरो छोरालाई के भयो? बुढो, हेर्नु न, मेरो बाबुलाई के भयो? बचाउनुहोस् न बाबु। आइते भाइ, बाबुलाई के भयो? चिन्ता नगर, केही पनि हुँदैन, किनभने प्रभु
तिम्रो परिवारसँग बताइदिनु पनि। काकी हेर्नु न दाइलाई के भयो। नरौला नि नरौ सब ठिक हुन्छ परमेश्वरमा एकदम विश्वास राख्नु होइन सबै ठिक हुन्छ नरौला नरौला तपाईँहरू किन हल्ला खल्ला गर्नु भएको बिरामी बाहिर एकजना बसेर सबैजना बाहिर गइदिनुहोस् होला बाबुलाई बचाउनु न सर मेरो बाबुलाई के भयो बचाइदिनुहोस् न बाबु उठ न Oh my God. तपाईँ चाहिँ को हुनुहुन्छ बिरामी? म उसको आमा हो डक्टर साहब। सिस्टर अब हामी जाउँ अपरेसनको तयारी गर्नुपर्छ पैसा पनि डिपोजिट गरिदिनु भन्नु मेरो छोरो उठ आइते बाबु धेरै चिन्ता नलिनु ल परममा विश्वास गर्नु सब ठिक हुन्छ है दाइ चाहिँ यहीँ तपाईँसँग बस्नुहुन्छ होइन हामी चाहिँ घर काम छ हामी चाहिँ जान्छौँ ल छोरा आउँछ रोइरहेका नानीहरू आइते भाइ तपाईँ प्रभुबाट धेरै टाढा हुनुभयो भने त्यो कारणले पनि यो घटना घटेको हुनसक्छ भाइ हुनसक्छ भाइ हाम्रो धेरै गल्ती पश्चाताप गर्नुहोस् गाउँमा आउनुहोस् सबै कुरा सम्भव हुन्छ सुन्नुहोस् त अमरको अपरेसन गर्नुपर्ने भयो काउन्टरमा पैसा डिपोजिट गरिदिनुहोस् न के भयो फेरि तपाईँलाई छोरोलाई बुझाउनु सकिरहेको छैन त्यो भएर छैछ के भयो भाइ त्यही त तपाईँ टेन्सन नलिनुहोस् म छु त म तिर्दिन्छु हस्पिटलको बिल तर सर केही पनि होइन तपाईँ जुन दिन कमाउनुहुन्छ नि त्यो दिन मेरो पैसा तिर्नु होला हिँड्नुहोस् बरु पैसा तिरिहाल्नु सिस्टर उहाँको कति डिपोजिट गर्नुपर्ने हो 50,000 हुन्छ अहिलेलाई यति क्यास रहेछ अरू चाहिँ म क्युआर गरिदिन्छु नि है ए हेर्नुहोस् त हुन्छ भाइ धन्यवाद है दाइ तपाईँको यो गुण म कहिले बिर्सिन्छु के को गुण भाइ यो त परमेश्वरको प्रेम अनि हामीले गर्नुपर्ने कर्तव्य हो
तर तपाईँहरू प्रभुबाट धेरै टाढा हुनुहुँदैछ। तपाईँहरू भोलि मण्डली आउनुहोस्, भोलि उतै हामी पश्चाताप गरौँ, हुन्न र भाइ? हुन्छ। तपाईँलाई केही हुँदैन, मैले पैसा जम्मा गरिसकेको छु, सबै कुरा डक्टरले गर्नुहुन्छ र भरोसा हामी परमेश्वरमा राख्छौँ है भाइ। उता घरमा काम पनि धेरै होला, जाउँ छोरी। ओहो नरनाथ दाइ, हजुर यहाँ किन? छोरो अर्कोले भिडबाट लडेर हस्पिटल आएको छ। के भएर लडेछ? खै के भयो। सधैँ तपाईँको छोरो जाँड खान्थ्यो। मैले त धेरैपल्ट भनेको दाइ, गाउँमा आउनुहोस्, कमसेकम त्यो अक्काले सुध्रिन्थ्यो। सधैँ तपाईँले हामीलाई छिछि र दुरदुर मात्रै गर्नुभयो। बहिनी, प्रभुमा विश्वास गर्नुपर्छ, एकचोटि चाहिँ मण्डलीमा आउनुहोस् है। हुन्छ दाइ, हामी अहिले जान्छौँ है। हुन्छ फेरि जाउँ। बा भोलि हामी पनि चर्च जाउँ है। सुन्नुहोस् त, हजुर अमर बुवा हो? हजुर तपाईँ अमरको बुवा भयो। अमरको अवस्था चाहिँ एकदमै क्रिटिकल र नाजुक छ। अब के हुन्छ सबै भगवान् भरोसा। तपाईँहरू चिन्ता नगर्नुहोस्, हामी अपरेसनको तयारी गर्छौँ। विकास दाइ आउनुभयो? किन अपुकिनु भएको? आफ्नै मण्डली आउनुहोस् न। सन्त काका सेवा सबैले दिनुहोस्। मैले चाहिँ परमेश्वरको प्रेमलाई नबुझेको कारणले उलटमा फसिरहेको रहेछु। मेरो निम्ति हजुरहरू सबैले प्रार्थना गरिदिनु होला। म पश्चाताप गर्दछु। धेरै राम्रो गर्यो भाइ। जिन्दगीमा तिमीले सबैभन्दा राम्रो निर्णय चाहिँ तिमी प्रभुमा फर्किने निर्णय गर्यौ। तिम्रो जीवनमा अबको दिनदेखि उता प्रभुलाई काम गर्न दिनु ल। प्रभुले सबै तिम्रो त्यो सपनाहरूलाई पुरा गरिदिनुहुन्छ। तिम्रो गुमेको सपनाहरू, तिमीले राखेको सबै सपनाहरूमा प्रभुले तिमीलाई साथ दिनुहुनेछ। हामी तिम्रो निम्ति प्रार्थना गर्छौँ। अब दिनदेखि उता तिमीले प्रभुलाई आफ्नो जीवनमा लिएर सम्पूर्ण कुरा चाहिँ अब प्रभुलाई मात्रै सोधेर अघि बढ्नु। पश्चातापको निम्ति हामी प्रार्थना गर्छौँ। तपाईँ परमेश्वरको वचनले भन्छ, पश्चाताप गरेर फर्किने व्यक्तिहरूको निम्ति तपाईँ परमेश्वरले सम्पूर्ण गुमेका कुराहरू, सम्पूर्ण गुमेका सबै कुराहरू तपाईँ परमेश्वरले फिर्ता दिनुहुनेछ। पुत्र येशू ख्रिस्टको नाममा भविष्य यो छोराछोरीको तपाईँको हातमा हामी समर्पण गर्छौँ। तपाईँ पुत्र येशू ख्रिस्टले नै प्रभु अब यो छोराछोरीको बाटोहरू, मार्गदर्शनको कुराहरू, उहाँले सोचेका सपना, भिजनहरू, दर्शनहरू जति पनि छ, तपाईँ पुत्र येशू ख्रिस्टको नाममा पुरा भएको होस्। येशू प्रभुको नाममा हामी सबैजना मिलेर अमर भएको निम्ति प्रार्थना गरौँ ल। आउनुहोस्। जीवित परमेश्वर प्रभु, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। तपाईँ अनुग्रही, तपाईँ धार्मिक परमेश्वर, तपाईँ राजाको राजा, प्रभुका प्रभुलाई यो समय प्रभु विशेष गरी अमर भाइको चङ्गाइको निम्ति प्रभु हामी प्रार्थना गर्छौँ। तपाईँको वचनले भन्छ विश्वासको प्रार्थनाले बिरामीलाई बचाउँछ। तपाईँ परमेश्वरको वचन मर्कुस पुस्तक 16:17 पद, तपाईँ परमेश्वरले हामीलाई त्यो अधिकार दिनुभएको छ। तपाईँ परमेश्वरले हाम्रो रोगहरूबाट निको पार्ने परमेश्वर तपाईँ हुनुहुन्छ। यसायाको पुस्तकले भन्छ तपाईँ परमेश्वर चाहिँ हाम्रो लागि छिरिनुभयो, हाम्रो लागि पोलिनुभयो, हामीमा पनि दण्ड तपाईँमाथि पर्यो, तपाईँको कोडाको चोटले प्रभु हामी निको भएको छौँ। अनि प्रभु तपाईँको वचनले भन्छ त्यसको छ तपाईँ परमेश्वरले हामीलाई स्वास्थ्य र आरोग्यता दिनुहुने परमेश्वर तपाईँ हुनुहुन्छ। तपाईँ पुत्र येशू ख्रिस्टको नाममा भन्छ 91-16 सबै सुरक्षाको ढाल ईश्वरको जीवनमा हामी मिलाउँछौँ। तपाईँ परमेश्वरको नाममा तपाईँ पुत्र येशू ख्रिस्टको नाममा हामी प्रार्थना गर्छौँ। निको भएको हामी घोषणा गर्छौँ। विश्वासको प्रार्थना तपाईँ पुत्र येशू ख्रिस्टको नाममा चढाउँछौँ। येशू प्रभुको नाममा आमेन। डक्टर के भयो सिस्टर? ल्याउनुहोस् न उहाँको होस आएछ। अहिले कस्तो छ तपाईँलाई? हुनै नसक्ने कुरा कसरी भयो? सिस्टर उहाँको केयरिङ गर्नु होला, टाइम टाइममा औषधि खुवाउँदै गर्नुहोस्। म
अमरको आफन्तहरू हजुर हुनुहुन्छ के भएको छ बाबुलाई के भएको छ अहिले बाबुलाई केही भएको छैन अमर बिना अपरेसनै ठिक भइसक्नु भयो सब प्रभुको कृपा हो अब तपाईँहरूले घर लान सक्नुहुन्छ अपरेसन बिना नै उहाँ ठिक भइसक्नु भयो प्रभु हामी फेरि पनि प्रभु नरनाथजीको परिवारको निम्ति प्रभु हामी प्रार्थना गर्छौँ तपाईँ पुत्र येशू ख्रीष्टको नाममा प्रभु हामी तपाईँलाई धन्यवाद चढाउँछौँ यो परिवारलाई हामी तपाईँको हातमा राख्छौँ त्यो परिवार प्रभु संसारमा अशान्ति पीडा अनि प्रभु थुप्रो कुराहरूलाई प्रभु झेल्दै परिवारहरू प्रभु नाश भइराखेको छ तपाईँ पुत्र येशू ख्रीष्टको नाममा हामी प्रार्थना गर्छौँ त्यो परिवारले आफ्नो मुखले स्वीकार गरिकन तपाईँ नै प्रभु तपाईँ नै मुक्तिदाता हुनुहुन्छ भन्ने कुरालाई जानेर स्वर्गसँगको सम्बन्धलाई स्थापित गर्न सकेको होस् भनिकन प्रार्थना गर्दै आशिष चाहन्छु येशू प्रभुको नाममा छैन प्रभुले मात्र तिमीलाई त्यो शान्ति त्यो आनन्द दिन सक्नुहुन्छ बाइबलले हामीलाई के भन्छ भन्दाखेरि चाहिँ हे थाकेको र बोझले दब्रेका हो म कहाँ हो म तिमीहरूलाई विश्राम दिन्छु अनि हाम्रो परमेश्वर चाहिँ तिमी जस्तो व्यक्तिलाई हामी जस्तो व्यक्तिलाई विश्राम दिने परमेश्वर हुनुहुन्छ बुझ्यौ बाबा मलाई माफ गरिदिन्छु बाबा मैले आफूलाई कहिल्यै चिन्न सकिनँ म अब तपाईँहरूलाई कहिल्यै दुःख दिन्न बाबा तेरो आमा जिद्दीले गर्दा आज हाम्रो यो गल्ती भएको छ अबदेखि हामी अरूलाई विश्वास गर्नुपर्छ आज तेरो दाइको जुन हालत भयो अबदेखि हामी अरूलाई विश्वास गर्नुपर्छ हामीले ठुलो गल्ती गरेको रहेछ आजदेखि हामी पनि उहाँको विश्वासमा लाग्नुपर्छ संसारमा धेरैजना व्यक्तिहरूको जन्म भयो धेरैजना धनी व्यक्तिहरू देवी देवताको जन्म भइपुग्यो तर हामी हेऱ्यौँ भने धनी व्यक्तिको पनि देवी देवता सबैजनाको चाहिँ च्यानहरू चाहिँ कुहिएको छ उनीहरूको च्यान चाहिँ माटोमा मिलेको छ तर संसारमा यस्तो एकजना व्यक्ति हुनुहुन्छ जो चाहिँ ख्रिस्ट अहिले पनि तपाईँ इजरायलमा गएर हेर्नुभयो भनेदेखि हाम्रो ख्रिस्ट येशूको च्यान चाहिँ जिउनु छ त्यस कारणले संसारमा 12,000 भन्दा बढी जातिका मानिसहरू छन् सम्पूर्ण जातिहरू चाहिँ एउटा पुरुषबाट जन्मिएको जातिहरू हुन् तर यस्तो एकजना व्यक्ति छ जो चाहिँ कन्या मरियमको गर्भमा दान गरेर जन्मिनु भएको छ नै येशूलाई विश्वास गर्ने व्यक्तिले चाहिँ जब हामी पछ्याउँछौँ जब उहाँलाई हामी स्वीकार्छौँ पश्चाताप गरी उहाँमा फर्किन्छौँ दाइ नमस्ते हजुर आउनुभयो परमेश्वरको भवनमा आउनुभयो हजुरलाई स्वागत छ आउनुहोस् न आउनुहोस् तपाईँले यो कुरामा साँच्चै विश्वास लाग्छ भनेदेखि तपाईँ यो समय प्रभुलाई आफ्नो मुक्तिदातालाई तपाईँ स्वीकार गर्न सक्नुहुनेछ तपाईँलाई हामी स्वागत गर्छौँ येशूलाई विश्वास गर्ने व्यक्तिले चाहिँ जब हामी पछ्याउँछौँ जब उहाँलाई हामी स्वीकार्छौँ पश्चाताप गरी उहाँमा फर्किन्छौँ भनेदेखि उहाँले चाहिँ हाम्रो हृदयभित्रको सम्पूर्ण कुरालाई शुद्ध गर्नुहुन्छ जस्तो सुकै सिन्दुरे रङ चाहिँ गाढा पाप भए पनि उहाँले हामीलाई क्षमा गर्नुहुन्छ यो परमेश्वरले गर्नुभएको प्रतिज्ञा हो त्यहाँ चाहिँ अनिकाल सुरु भइरहेको छ त्यो देशमा त्यो बेला भोग प्यास बिलापहरूले सम्पूर्ण सम्पत्तिहरू सिद्ध्याएको हुन्छ राष्ट्रमा जस्तै धेरै ठाउँमा कामहरू खोज्छ धेरै ठाउँमा उनी जान्छन् भौतरिन्छन् तर कतै पनि काम पाउँदैन तर त्यहाँनिर एकजना व्यक्तिले एउटा सुँगुरलाई चारो हामी काम दिइरहेछ प्रेरो अनि मैले भन्दा राम्रो दर्जा पाइराखेका छन् तर मैले ठुलो गल्ती गरेको रहेछु पाप गरेको रहेछु अब चाहिँ म मेरो पिताको विरुद्धमा गरेको सबै कुरालाई क्षमा मागिकन स्वर्गको विरुद्धमा गरेको सबै कुराबाट क्षमा मागिकन म यो कुराबाट फर्किन्छु भने जसै गरी उसले साँचो पश्चाताप हेर हो आफ्नो पिता कहाँ फर्किने प्रेरो त्यति बेला आफ्नो पिताले टाढैबाट आफ्नो छोरा आएको कुरालाई थाहा गरेको छ अनि त्यति बेला पिताले सम्पूर्ण कुरालाई हेर्नु भएन धन सम्बन्धी कहाँ राखिस् तैँले के गरिस् कसरी सिद्ध्याइस् कसरी यस्तो अवस्थामा पुग्यो भनेर पिताले प्रश्न गरेको छैन तर सर आफै भागेर गएर पिताले आफ्नो छोरालाई गुङ्गा हालेको छ चुम्बन गरिदिएको छ नयाँ वस्त्र लगाइदिएको छ मुठीहरू लगाइदिएको छ त्यो भनेको के हो भन्ने गर्दाखेरि हाम्रो पिता त्यति साह्रो प्रेमी हुनुहुन्छ अनि स्वर्गको नियम स्वर्गको कुराहरू यस्तो छ जस्तो त्यस कारणले गर्दाखेरि
तपाईँ र म जिन्दगीमा जतिसुकै पाप अधर्म गरे पनि जतिसुकै जे गरे पनि जसरी उडौ पुत्र जसरी नै हामीले साँचो पश्चाताप गरेर फर्किन्छौँ भनेदेखि प्रभुले तपाईँ र मलाई क्षमा गर्नुहुन्छ। पास्टर नन्नाथको परिवारले चाहिँ ग्रहण गर्न चाहनुहुन्छ, आएर हजुरले ग्रहण गराइदिनुहोस् न। ए हो, त्यो त एकदम राम्रो कुरा हो नि त। प्रभुलाई मुक्तिदाता भन्ने स्वीकार गर्नु एकदम राम्रो कुरा हुन्छ। तपाईँको लागि हामी त्यो प्रार्थना गर्नेछौँ ल। त्यहीँ आउँछु। विशेष धन्यवाद तपाईँहरूलाई, जसरी तपाईँले प्रभु यीशु ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनिकन तपाईँहरूले स्वीकारेर तपाईँ आउँदै हुनुहुन्छ। अनि केही कुराहरू तपाईँको बिचमा म राख्न चाहन्छु, केही प्रश्नहरू सोध्न चाहन्छु। के तपाईँहरूलाई कुनै पनि व्यक्तिहरूले पैसाको लालच पारेर पैसा दिन्छु भनेर बहुकमा परेर तपाईँ आउनुभएको हो कि होइन? होइन हजुर। यदि होइन त्यसो हो भनेदेखि चाहिँ तपाईँले प्रभु यीशु ख्रीष्टलाई एकदमै स्वतन्त्रसँग तपाईँले प्रभु यीशुलाई आफ्नो बनाउन सक्नुहुन्छ। मैले अब तपाईँलाई जे भन्छु त्यो कुराहरू तपाईँले म पछि पछि डराउनुहोस् ल। तपाईँले आँखा बन्द गर्न सक्नुहुनेछ। प्रभु यीशु तपाईँलाई धन्यवाद चढाउँछु। तपाईँ पवित्र आत्माले मलाई भर्नुहोस्, मलाई तपाईँले चाहेको जस्तो व्यक्ति बनाउनु भएको होस्। येशू प्रभुको नाम। मलाई चाहे जस्तो तपाईँको मनपर्ने व्यक्ति बनाउनुहोस्। येशू प्रभुको नाम। धेरै बधाई छ। आजदेखिबाट तपाईँ टोटली परमेश्वरको सन्तान हो। तपाईँलाई परमेश्वरले आशिष दिनुहोस्। गॉड ब्लेस यू। आगामी दिनहरूमा तपाईँलाई बढ्दै बढ्दै फल्दै फल्दै वृद्धि भएर जानुहोस् ल। प्रभुले आशिष साँचो पश्चाताप भनेको चाहिँ पापदेखि फर्किनु अनि सबैलाई क्षमा दिनु, फेरि कहिले पनि नदोहोऱ्याउनु कुरा। त्यस कारणले गर्दाखेरि तपाईँ बलियो मान्छे हो भनेदेखि तपाईँले क्षमा दिन सिक्नुपर्छ। कमजोर व्यक्तिले मात्र क्षमा दिनु सक्दैन। बलियो व्यक्ति त्यो व्यक्ति हो जसले चाहिँ क्षमा दिन सक्छ। त्यस कारणले कोही व्यक्तिहरू तपाईँको मनमुटाव छ भनेदेखि फर्किनुहोस्, आएर क्षमा लेनदेन गर्नुहोस्। प्रभुले तपाईँको सम्पूर्ण क्षमालाई यो घडी क्षमा गर्न चाहनुहुन्छ। हामीले क्षमा गर्नुहोस् दाइ, हामीबाट धेरै ठुलो गल्ती भयो दाइ। हामी दुई भाइ मिलेर तपाईँलाई पिसाउनु नसाको तालमा तपाईँले भिडबाट पनि हामीले फाले, तर हामी एकचोटि पनि तपाईँलाई हेर्न गएन दाइ। त्यो हाम्रो ठुलो गल्ती थियो दाइ। दाइ हामीलाई क्षमा गर्नुहोस्। तपाईँले यदि हामीलाई क्षमा गर्नु भएन भने यो क्षमा अरू कसैले गर्न सक्दैन। प्रभुले पनि गर्नुहुन्न दाइ। क्षमा गर्नुहोस् दाइ, हामीलाई क्षमा गर्नुहोस्। क्षमा गर्नुहोस् दाइ। दाइ क्षमा गर्नुहोस्। ठिक छ भाइ, गल्ती मान्छेबाटै हुने हो र केही छैन मान्छे मैले यसरी दाइ धन्यवाद दाइ, धन्यवाद दाइ भन्दा धन्यवाद दाइ, तपाईँलाई धेरै धन्यवाद दाइ। नै यसुलाई विश्वास गर्ने व्यक्तिले चाहिँ जब हामी पछ्याउँछौँ, जब उहाँलाई हामी स्वीकार्छौँ, पश्चाताप गरी उहाँमा फर्किन्छौँ भनेदेखि उहाँले चाहिँ हाम्रो हृदयभित्रको सम्पूर्ण कुरालाई शुद्ध गर्नुहुन्छ। जस्तो सुकै सिन्दुरे रङझै गाढा पाप भए पनि उहाँले हामीलाई क्षमा गर्नुहुन्छ। यो परमेश्वरले गर्नुभएको प्रतिज्ञा हो। आमेन। यसो भन्नुहुन्छ, बाटो सत्य र जीवन म हुँ, अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्ग मुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। जो यीशु भन्दा उत्तम नाउँ अरू कुनै पनि छैन।